नमस्ते, म राम मडेल, कागेश्वरी मनोहरा 4 डाँची निवासी र यस कागेश्वरी मनोहरा नगरपालिकामा मनाइने श्री गणेश चम्पक गणेश, नवगणेश र कान्ति भैरव मूल जात्रा समारोह समितिको अहिले कोषाध्यक्ष र यो जुन कान्ति भैरव काष्ठ भैरव मन्दिर प्राङ्गणमा छौँ, यस निर्माण समितिको म सचिव पनि छु र जुन आजबाट द्वादशी तिथि आज 12 गतेबाट हाम्रो यस कागेश्वरी मनोहरा नगरपालिकामा मनाइने नवगणेश, चम्पक गणेश र कान्ति भैरव काष्ठ भैरवको जात्राको आज सुरुको दिन जुन भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकाबाट निम्ता दिनको लागि चाँगुनारायण मन्दिरबाट जुन तपाईको साई परिवारको एउटा तपाईको कुमारीहरू लिएर जुन आज यो मनोहरा फाँट कागेश्वरी मनोहरा नगरपालिकाको मनोहरा फाँट भैरव स्थान मन्दिरमा निम्ता दिन उहाँहरू आउनुभएको छ र उहाँहरूले आज पूजाआजा गरी र निमन्त्रणा स्वरूप हामीलाई निम्ता कार्ड दिएर जानुहुन्छ र आजबाट चाहिँ यस कागेश्वरी मनोहरा नगरपालिका र चाँगुनारायण नगरपालिकामा यो जात्रा सुरु भएको शुभारम्भ भएको रूपमा हामी लिन्छौँ र भोलिको दिन जुन यहाँबाट यो निम्ता दिएर गइसकेपछि पर्सि औँसीको भोलि बेलुका तपाईको यो चाँगुनारायणबाट हामी भैरव मन्दिर भैरव लिएर हामी यसै स्थानमा फेरि राति भैरव लिएर ल्याउँछन् र जुन भैरव चाहिँ तपाईको चाँगुनारायण भैरव गुठीले चाहिँ यहाँ यो दोला साँखुको जुन दुडाहा फेमिली परिवारले चाहिँ जिम्मा लिन्छन् र उहाँहरूले चाहिँ यो भैरव जिम्मा लिइसकेपछि औँसीको दिन हामीले यहाँ कागेश्वरी मनोहरा नगरपालिकाको डाँची, भद्रवास, आलापोट, थली, नयाँ गाउँ अनि गागलको ठुलाढिक, मूलपानी आसपासका सम्पूर्ण भक्तजनहरू चाहिँ यस मन्दिरमा आएर हामी कुखुरा, हाँस र बोकादेखि सबै बलि दिएर चाहिँ हामी धुमधामका साथ यो औँसीको दिन यहाँ पूजाआजा गर्छौँ र जुन पूजाआजा गरिसकेपछि त्यसै रात हामी चाँगुनारायणबाट एउटा भातको देवताको रूपमा हामीले भातको देवता पनि ल्याइन्छ र त्यो भातको देवता पनि यहाँ लाई पनि हामी पूजाआजा गर्छौँ र त्यो भातको चाहिँ एउटा तपाईको त्यो सगुनको रूपमा सानो बच्चाहरूलाई खुवाइयो भने बच्चाहरूको चाहिँ दिमाग तेजिलो, बच्चाहरूको सुस्वास्थ्यको दीर्घायुको कामनाको एउटा स्वरूपको रूपमा सगुनको रूपमा खाइन्छ र जब यहाँ तपाईको 10-11 बज्छ र 10-11 बजे चाहिँ जुन यहाँ भैरव उठाएर चाहिँ हामीले फेरि चाँगुनारायणको भैरव गुठीलाई जुन हामी हस्तान्तरण गर्छौँ र त्यस बगत चाहिँ यो यहाँ जुन तपाईको भैरव हातमा उठाइसकेपछि हामी यहाँ डाँचीमा बसोबास गर्ने भणेल परिवारले चाहिँ यो पूजा नगरिकन यहाँ भैरव माथि लान मिल्दैन र उठाइसकेपछि भैरवलाई चाहिँ हामी भणेल परिवारले पूजा गरेर चाहिँ यो भैरवलाई चाहिँ हामी फेरि पुनः चाँगु पुर्याउँछौँ र चाँगुमा त्यही रात तपाईको भव्य मूल जात्रा हुन्छ र त्यसको भोलिपल्ट चाहिँ विश्राम गरेर हामी जुन अक्षय तृतीयाको अघिल्लो दिन चाहिँ हामी यसै कागेश्वरी मनोहराको हामी पुनः फेरि सबै डाँची, थली, भद्रवास, आलापोट, नयाँ गाउँ, ठुलाढिकका हामी सबै गुठियारहरू विभिन्न जस्तै तपाईको थलीमा बालकुमारी बाजा खल छन्, नयाँपाटीमा ब्रह्मदीप बाजा खल छ, डाँचीमा नेवा पूजा छ, नयाँ गाउँमा तपाईको चम्पक गणेश, नवगणेश चाहिँ गणेश गुठी छन्। सबै मिलेर हामी बाजागाजा सहित तपाईको हामी चाँगुनारायणमा भैरव लिन जान्छौँ जुन अक्षय तृतीयाको अघिल्लो दिन र हामी 12-1 बजेसम्म त्यहाँ भैरवलाई जात्रा गरेर त्यहाँबाट हामीलाई सौहार्दपूर्ण तरिकाले चाहिँ भैरव हामीलाई हस्तान्तरण गर्नुहुन्छ र भैरव चाहिँ जुन खटमा हालेर हामी यो दोलागिरीको डाँडा हुँदै मनोहरा खोला तर्दै भक्तपुरको जुन सीमा क्षेत्रबाट हामी काठमाडौँ जिल्ला छिराउँछौँ र काठमाडौँ जिल्लाको कागेश्वरी मनोहराको तपाईको हामी ब्रह्म विनायक मन्दिरमा ल्याएर त्यो भैरवलाई विश्राम गराउँछौँ र बिहान 6 बजे चाहिँ अब जुन गणेश हामी यो चम्पक गणेश र नवगणेश जुन नयाँ गाउँमा छ त्यो गणेशलाई चाहिँ खटमा हालेर हामी पुनः त्यो दुईटा गणेशलाई चाहिँ लिएर हामी ब्रह्मखेलको जुन भैरव राखेको मन्दिरमा त्यहाँ लग्छौँ र त्यहाँबाट चाहिँ गणेश भैरवलाई चाहिँ रथमा हालेर हामी त्यसलाई चाहिँ अब ठाउँ ठाउँमा विभिन्न चोकमा चाहिँ पूजाआजा बलिसहित पूजाआजा गर्छौँ र त्यो पुनः तपाईको ब्रह्मखेलबाट हामी ढुङ्गेधारा हुँदै ब्रह्मखेलको सुसेको चौर हुँदै गागलको हामी 1 नम्बर वडाको ठुलाढिक हुँदै त्यसपछि पुनः डाँची, थली, नयाँ गाउँ, तल नयाँ गाउँ, माथिल्लो नयाँ गाउँ हुँदै हामी
त्यस दिन भव्य रूपमा बलिसहित पूजाआजा गर्छौँ र यो तपाईँको भव्य रूपमा हामी रथारोहण यो गणेश भैरवको जात्रालाई पूजा गर्दै बेलुकासम्म 7-8 बजीसम्म भव्य रूपमा हामी मूल जात्रा गर्छौँ र हामी त्यो भैरवलाई पुनः जसरी हामीले चाङ्गु नारायणबाट हामीले ल्याएका छौँ र पुनः हामी चाहिँ त्यो भैरवलाई जिम्मा लगाउन राति लगभग तपाईँको 12-1 बजे जुन यो मनरा खोला काठमाडौँ जिल्ला र भक्तपुर जिल्लाको दोभानमा रहेको मनरा खोलामा लगेर हामीले चाहिँ त्यो भैरवलाई त्यहाँ एकदम भव्य रूपमा बाजागाजासहित स्नान गराएर भैरवलाई तपाईँको जल चढाएर मनरा खोलामा नुहाएर जानी सबै नुहाएर तपाईँको स्नान गराएर चाहिँ हामी खोला पारी जुन भैरव चाङ्गु नारायणबाट आउनुभएका भैरव गुठीका विभिन्न गुठियारहरूलाई चाहिँ त्यो भैरव जिम्मा लगाइन्छ र भैरव जिम्मा लगाएर हामी खोला पारी भक्तपुर जिल्लामा तपाईँको जिम्मा लगाइसकेपछि जुन भक्तपुरको चाङ्गु नारायणबाट आएको जिम्मा लगाएपछि हामी पुनः कागेश्वरी मनहरा नगरपालिका काठमाडौँको हामी पुनः त्यहाँबाट हामी आफ्नो गन्तव्यतर्फ फर्किन्छौँ र यसपालिको यो जात्रा चाहिँ अनि त्यसपछि समापन भएको हामीले सम्पन्न भएको मान्दछौँ र यो अब आजबाट सुरु भइसकेको छ र भोलि 15 गते विशेष गरेर हाम्रो कागेश्वरी मनहराको चाहिँ वडा नम्बर 4 को नयाँ गाउँमा चाहिँ हाम्रो 15 गते हाम्रो कागेश्वरी मनहराको मेयर उपमेयर र जनप्रतिनिधि सहित तपाईँको भव्य रूपमा सिधो जात्रा हुन्छ त्यो 15 गते बिहान 7 बजे त्यसको लागि पनि म सम्पूर्ण नगरवासी लगायत आफन्त र भक्तजनहरूलाई म यो जात्रा चाहिँ सभ्य र भव्य रूपमा मनाउनको लागि निमन्त्रणा गर्दछु र 17 गते मूल जात्रा हाम्रो यो डाँची कागेश्वरी मनहराको 4 लगायत वडा नम्बर 2 भद्रवास आलपटमा पनि विशेष गरेर यो जात्रा मनाइन्छ र 17 गते चाहिँ हामीले हाम्रो नगरपालिकाको मेयर उपमेयर लगायत छिमेकी शङ्खरापुर नगरपालिका मेयर उपमेयर चाङ्गु नारायण नगरपालिका मेयर उपमेयर गोकर्णेश्वरको मेयर उपमेयरलाई पनि तपाईँको पाहुनाको रूपमा बोलाएर चाहिँ यो जात्रालाई चाहिँ सभ्य र भव्य रूपमा मनाउने हाम्रो योजना छ र यो जात्रालाई चाहिँ अघिल्लो साल जस्तै सभ्य र भव्य रूपमा मनाउन लागि सम्पूर्ण आफन्तजन पाहुनाहरू र नगरवासीहरूलाई निमन्त्रणा गर्दै यो जात्रालाई चाहिँ सभ्य र भव्य रूपमा मनाउन विशेष पहल गर्नुहुने आदरणीय कागेश्वरी मनहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्की दाइलाई चाहिँ म विशेष धन्यवाद दिन चाहन्छु। धन्यवाद।